9 ओभरसम्म चाहिँ जित्छौँ जस्तो खालको भाइ चाहिएको होइन सरकार सरकारले गर्दा पनि भइरहेको 9 ओभर मात्र होइन म ब्याटिङ गरी जिताउँछु भन्ने बाटो म 90-20 ओभरमा म त्यहाँ भएर जिताउँछु भन्ने बाटो 9 ओभर मात्र होइन 20 ओभर लेमन राइटको आउनलाई समय राख्ने के भन्नु अगाडिको आज र अब नेक्स्ट प्लेसमा अहिले 20 हुन्छ त्यसपछि हाम्रो 6-7 डेजको ग्याप छैन त्यसमा चाहिँ आउनु सक्छ बाउन्स ब्याक त गर्नै पर्छ होइन त्यसपछि चाहिँ कहाँ अलिकति चाहिँ करेक्सन गरेर कसरी चाहिँ अगाडि बढ्छ भन्ने कुरा बताइदिनु बाउन्स ब्याक त गर्नै पर्छ त्यो फर्स्ट म्याच हो अब टुर्नामेन्ट लामो छ होइन अब केटाहरूसँग अब गएर एउटा मिटिङ हुन्छ होइन कहाँ हामी कहाँ कम्प्लेन गर्न सकिन्छ सो या बाउन्स ब्याक ठिक छ लोकेशको इनिङ्सलाई चाहिँ कसरी चाहिँ हेर्नुहुन्छ यहाँले खुसी लाग्छ कोही नेप्लिज प्लेयरको स्टेप अप गर्छ होइन आफ्नो टिमको लागि भन्ने त खुसी लाग्छ होइन लोकेश एउटा विराटनगर टिमको एउटा राम्रो ब्याटर एज अ नेप्लिज ब्याट्सम्यानमा एउटा मात्रै छ त लोकेश होइन जो खेल्न सक्छ होइन सो ह्याप्पी फर यो टिममा धेरै म्याचहरू खेल्नु भएको छ होइन यो भाइब्समा यो म्याच खेल्दाखेरि ठ्याक्कै फिलिङ्स चाहिँ कस्तो भयो फ्लड लाइट अनि फ्लड लाइट होइन प्यारा फिटहरू अलिकति चेन्ज त पक्कै फिल भयो एक्ज्याक्ट कस्तो फिल गर्नुभयो आजको म्याचमा चाहिँ खुसी लाग्छ जहिले पनि अब टिभी आइराख्ने म्याच मात्रै खेल्न नभए पनि ट्रेनिङ गर्न पनि टिभी नै हाल्नु अब फर्स्ट टाइम फ्लड लाइटमा खेलिरहेको छ टिममा होइन सो त्यही पनि रातिमा खेलिरहेको छ सो एक्साइटेड छौँ सबैजना नट ओन्ली मी होइन सबै नेप्लिज प्लेयरहरू सबै फ्यानहरू एक्साइटेड हुनुहुन्छ होइन सो अब टुर्नामेन्ट अझै लामो छ लेट्स सी एउटा लास्ट क्वेसन तपाईहरु विरुद्ध चाहिँ टुर्नामेन्टकै सबैभन्दा ठुलो स्कोर बन्यो है अब तपाईहरुले आफ्नो बलिङ युनिटको पर्फर्मेन्स कसरी हेर्नुभएको छ अनि कसरी कहाँनिर छुट्यो टिम कसरी होइन अब यो दोस्रो एनपिएल हो होइन कसै न कसै रन त खाइहाल्छ कुनै पनि जति रेकर्डहरू आइहाल्छ होइन सो त्यस्तो डिसिप्लिन छैन आज बलिङ होइन सो अलिकति 10-20 रन मात्रै यताउता सर्ट पुल धेरै भएको उनीहरू पनि त्यस्तो डिसिप्लिन छैन सर आज विपिनलाई बाहिर राख्नु भयो लास्ट इयर राम्रो प्रदर्शन थियो स्पिन अलिकति कमजोर भएको स्पिन होइन अब विकेटमा त्यस्तो स्पिनरलाई त्यस्तो हेल्प पनि छैन एउटा सेन्टिले मात्रै अलिकति राम्रो गरे होइन सागै पनि छ हामी अर्को अप्सन दिनेशले पनि थाहा छ लेख्न स्पिनर सो अहिले त्यस्तो मिस चाहिँ गरेको होइन अब हामी एज अ ब्याट्सम्यानलाई धेरै नेपाली यङ प्लेयरहरू पनि छ तपाईँको टिम होइन त्यसले गर्दाखेरि चाहिँ अलिकति यो यस्तो एडजस्ट गर्न अलिकति गाह्रो पनि हुन्छ तपाईँलाई होइन ठिक छ जति पनि नेप्लिज प्लेयर हुनुहुन्छ त्रितलाई लिएर किरण दिनेश जति पनि राम्रो उहाँहरूको लास्ट डोमेस्टिक सिजनमा धेरै नै राम्रो गएको थियो अब नेपालीबाट नै खेलिसक्नुभएको छ किरण त अब नेसनल टिमबाट नै खेलिरहन्छ सो म कन्फिडेन्स छु नेप्लिज प्लेयरलाई लिएर अब आज त्यस्तो भएन निसमले आज राम्रो खेल्न सक्नुभयो उहाँको बारेमा चाहिँ अलिकति कति खेल्नुहुन्छ उहाँले भन्ने जिज्ञासा छ कति पोस्ट हुन्छ उहाँ खेल्नुहुन्छ आई थिङ्क उहाँ आइएल टी20को लागि जानुहुन्छ होला अझै 4-5 म्याच खेल्नुहुन्छ होला तपाईँ आज हाफ सेन्चुरी पनि हाल्नु भयो पिचले चाहिँ कस्तो ट्रिट गरिरहेछ राम्रोसँग पिचले रेस्ट पनि पाएको पिचले कस्तो ट्रिट गरिरहेछ पिच राम्रो नै गरिरहेको छ अब जसरी बिहान पनि बिहानको म्याचमा पनि रन बनेकै थियो अहिले पनि रन बनेकै छैन त्यस्तो नराम्रो छैन अब झन् रातिमा ब्याटिङ गर्न ड्यू भयो अलिकति सजिलो पनि हुन्छ होइन ग्राउन्ड पनि त्यसमा सानो छ सो नो कमेन्ट्स एउटा लास्ट टस दिएपछि चाहिँ बलिङ रोज्ने निर्णय कति इजी थियो जसले पनि टस जित्छ बलिङ लिन्छ राति कन्डिसन भएर अलिकति त्यही अघि मेन्सन गरेको छ अलिकति रन धेरै मात्र भएको होइन सो टस जित्ने बित्तिकै सबले बलिङै लिनु जस्तो लाग्छ जस्तो नि म्याचमा तपाईँले भन्नु भने 221 रनको टार्गेट चाहिँ जेजेबल थियो म भनेको कहाँनिर चाहिँ बिग्रिन्छ कुन पोइन्टमा गयो त्यसै तपाईँहरू अघि भने जस्तो एउटा जुन पार्टनरसिप भइसक्यो त्यो पावर प्लेमा एडम गरेर मेरो होइन त्यसपछि अझै एउटा बिचमा अझै एउटा पनि 40-50 रनको पार्टनरसिप भएको अझै क्लोज जस्तो लाग्छ तपाईँले अघि भन्नुभयो अलि रन धेरै भयो भनेर तपाईँहरूको टार्गेट चाहिँ के थियो कतिसम्म रोक्ने थियो अपोनेन्टले त्यस्तो टार्गेट थिएन हामीलाई यति थाहा थियो कि जति उहाँहरूले बनाउँछ हामी त्योभन्दा 1 रन धेरै गराउनु सक्छ हामी पार्टनरसिप होइन